हाई गाइज, गुड मर्निङ। मलाई थाहा छैन तपाईँहरू संसारको कुन देशबाट हेरिराख्नु भएको छ अनि आज म कता जाँदैछु के गर्दैछु भन्ने कुन्दली भइरहेको होला जहाँबाट हेरिरहनु भए पनि आई एम प्रिटी मच एक्साइटेड तपाईँहरूलाई अर्को एउटा इन्ट्रेस्टिङ अनि रोमाञ्चक यात्रामा डोर्याउनको लागि फलो मी। Dear passenger, may I have your attention please? Buddha here announced the departure. She's carrying COVID without her. गर्नुहोला। एटी एयरलाइन्सको उडान नम्बर 673 बाट पोखरा पाल्मिया महानुभावहरू कृपया गेट नम्बर 2 रिमाजी यहाँ एउटा फोटो लिन पर्ने हो। ए हुन्छ हुन्छ लगेज पनि आयो अलिकति भोक लागेको जस्तो भएको छ सो लेट्स इट समथिङ फर्स्ट देन त्यसपछि यात्रा अगाडि आशादी हाई भनिदिनु नि ए हामीले त हाई भनिरहेको छौँ हामी सबैजना त जसले हामीलाई हेरिराख्नु ओके हेलो एभ्रिवान हामी पोखरा आइपुगेका छौँ अब हामी हले गाउँतिर लाग्छौँ रिभिल गर्दिनँ म दिदीले मेरो सिक्रेट इट्स ओके हैन 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 कान्तिपुर ए ए
ए राइट पोखरा आउने बित्तिकै एक्कासी मुड कस्तो राम्रो भएको जस्तो होइन, जस्तो सहर त्यस्तै मुड भने जस्तो भइसक्यो। लन्च गऱ्यौँ हामीले, के खायौँ जस्तो लाग्यो भने चाहिँ अभियसली नेपाली हौ, दाल भात तरकारी नै खायौँ होइन। अब भने हामी हाम्रो गन्तव्यतर्फको यात्रा अगाडि बढाउँदैछौँ। बाई रोड 4 घन्टाको यात्रा छ। उमेरले त म अलिकति हुर्किसकेँ, तर यो पिङ देख्ने बित्तिकै त्यो भित्रको बचपना जागेर आएर एकछिन पिङ खेल्दैछु। देन तपाईँहरूलाई पनि म सँगसँगै यात्रा गराउँछु, नछोड्नु ल, कतै नजानु। ओके, हामीले पोखराबाट 1 घन्टाको यात्रा चाहिँ पुरा गरिसक्यौँ। अझै 3 घन्टा जस्तो अगाडि बढ्नुपर्नेछ। यति बेला म रूपाकोट गाउँपालिका अगाडि उभिरहेको छु। चिया खाने निदो गऱ्यौँ हामीले, नेपाली ट्वाक्क दुधको चिया मसला टी। कस्तो भइरहेछ यात्रा? रमाइलो। आजको यो दुध चिया चाहिँ मेरो कारणले हो। उहाँको डिमान्डमा दुध चिया प्रेमी। लामो यात्रामा सरस्वती जान त सकिएन। बाटोमा यस्तो राम्रो केरो फलिरहेको देखेर म चाहिँ बाल्यकाललाई सम्झिँदै पहिला स्कुल जाने बेला बाटोमा जसको बारीमा फलाएको छ, जसको खेतमा फलाएको छ टिप्दै हिँड्ने नि। अलिक ठुलो भएपछि नि बानी चाहिँ छुटेको रहेछ है। काठमाडौँतिर त सानो आलु पाउँछ, कस्तो राम्रो। बाटो हिँड्ने जति सबैले यहाँ गाडी रोक्दै यसरी खान थाल्यो भने मैले सोधेर खाएको। तर गाउँको मान्छेको मनै कमल हुन्छ, नखाऊ भन्न सक्दैनन् है। दिदी मैले बच्चा बेला कता देखेँ जस्तो लाग्छ आलु निकालेको। आज कति वर्षपछि फेरि देखेँ, त्यो पनि बेसी सहरमा आएर। मुला निकालेर खाना बनाएको। यो माथिको पनि हजुरकै हो हैन? धोरा खाने हो। अच्छा मेरो त बल को खाने? ल मिलाएर खानुस् त यो सबैजना। सक्छ नि हैन? गाडीमा 6 जना छौं।
बारीबाट उखेलेको ताजा मुला खाँदैछु कसले भोग्नु पर्ने थाहा छैन बिस्तारै नै उहाँलाई लिएर आउने हो कि तपाईँ बिस्तारै आउनु ल छिटो अफ भएछ मेरो पो अफ भयो त मोबाइल यो कसलाई हेर्दा मलाई तिमीलाई हाम्रो आशा दिदी उहाँ चाहिँ Like for first time seeing to down this way, huh? Achoo, chisu bad. Good morning from Galigao, guys, again. कस्तो राम्रो गाउँ रहेछ Good morning. छैन अब लिने सेलरोटी तिहारमा खाएको त हो हैन तर यो चाहिँ म पहिलोचोटी यो कोदो हो कि पापर हो कोदोको सेलरोटी खाँदैछु भेरी टेस्टी अनि तरकारी चाहिँ भटमास र सिन्की अमिलो अमिलो मिठो मिठो बिहानै खाँदा चाहिँ अलिकति बिहान पनि खान्छ जस्तो भयो मलाई तर भेरी टेस्टी एकदमै मिठो चाहिँ लाग्यो स्पार्कलको हाई होस्टेड ड्राइभर यति एक्सपिरियन्स ड्राइभर हुन्छ ए ओके ओके बाबुले पनि ल्याउँछ यो सीमान्तकी गीतहरूको स्वरलाई चाहिँ कसरी प्रस्तुत गर्ने भन्ने अलिकति अलमलमा म जहिले पनि परिराखेको हुन्छु मानौ मेरो हजुरबा लालवीर विश्वकर्मा जिन्दगीभर आरण कमाउनु भयो 2 वटा श्रीमती बिहे गर्नुभयो 1 दर्जन सन्तान जन्माउनु भयो र आँगनमा बसेर
गिलास र थैलो थापेर जसलाई पनि म अनुरोध गर्न चाहन्छु र यसलाई सहजीकरण गरिदिनुको लागि आदरणीय रिमा विश्वकर्मा जो आफैमा कलाकार पनि सँगसँगै मिडियाकर्मी पनि थुप्रै म्युजिक भिडियोमा उहाँको अभिनय पनि देख्न पाइन्छ। आदरणीय रिमा विश्वकर्माज्यूलाई म हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। थ्याङ्क यू माधव सर। थ्याङ्क यू सो मच। घले गाउँको यो प्यानोरामिक भ्यू भएको चौरमा हामी सबैलाई सिनेमाको विषयमा संवाद गर्ने अवसर दिनुभएकोमा चलचित्र पत्रकार संघ कास्कीलाई पनि हार्दिक आभार। यत्र तत्र सर्वत्र सङ्गीतै छ। जति पनि सुन्दै हुनुहुन्छ जति पनि यहाँ बसिरहनु भएको छ उहाँलाई नेपाली गीत सङ्गीत नेपाली चलचित्र थाहा छैन भन्न सकिन्न, तर कसरी थाहा छ कसरी थाहा पाउनु भएको छ भन्ने मात्रै कुरा हो। शीर्षकमा विशेष गरेर सम्बोजित बास्कोटा दाई, बसन्त सापकोटा, प्रकाश सपुदाय र सँगसँगै रिमा विश्वकर्माले सहजीकरण गर्नुभयो। धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। मायाको चिनो हामी उहाँलाई व्यक्त दिइहाल्छौँ, प्रदान गरिहाल्छौँ। यसका लागि म चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश टिसी दाईले म अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। धन्यवाद छ यहाँहरू सबैजनालाई। पछाडिको माइकले गर्दा मैले बोलेको सुन्दैन भन्ने सोचेको थिएँ। यो घले गाउँको धेरै धन्यवाद ठाउँमा आएर हामीले कार्यक्रम सञ्चालकज्यूलाई एकदमै एन्टरटेनिङ भयो। चलचित्र पत्रकार सङ्घ कमेन्टमा भन्नु न। कास्कीद्वारा आयोजित यो कार्यक्रम हामीले घले गाउँलाई चिनाउनु पर्ने, घले गाउँलाई बताउनु पर्ने त्यो स्थिति थियो, तर आज घले गाउँले हामीलाई चिनाएको छ, घले गाउँले पालिकालाई चिनाएको छ। हामीलाई घले गाउँ घुमाउन लाँदै हुनुहुन्छ। जम्मा जम्मी कति 44 धुल भनेको होइन, 44 घर। हजुर। तपाईँ के जन्मेको हुर्केको सबै यहीँ हो? अब मर्न चाहिँ कहाँ मरिन्छ थाहा छैन भनेर। ए त्यस्तो कुरा नगर्नु न। कहाँ यो त कस्तो विन्टरमा यो फुल फुलेको देख्नु भएको थियो मैले। दसैँ तिहारतिर ताका त्यस्तोतिर चाहिँ फलेको। यो पनि 2-3 किसिमको हुन्छ। एउटा चाहिँ तिहारसम्म मात्र हुन्छ, त्यसपछि घर जान्छ। ओछ्यान घर जान्छ। बाई बाई सानी। त्यो चाहिँ अब यही फागुनको अन्तिमसम्म चाहिँ हुन्छ यो फुल चाहिँ। ए त्यो 44 घरभित्र यो पनि पर्छ? त्यो 44 चाहिँ होमस्टे मात्र भयो। होमस्टे चाहिँ 44 वटा। 130 फुट हो। अनि सबै घले परिवारै हो कि अरूको पनि हुनुहुन्छ? घले गुरुङ अनि विश्वकर्माहरू पनि छ? यो टोल चाहिँ यताबाट अनि यो टोल चाहिँ यो बस्ती चाहिँ विश्वकर्मा। ए उहाँहरूकोमा चाहिँ होमस्टे छैन? किन? यो सोध्नु भयो ल। यताबाट अनि ए यो त अनौठो चिज थाहा पाएँ त। 44 वटा होमस्टे भएको घरहरू चाहिँ घले र गुरुङहरूको रे। अनि यो तलको बस्ती चाहिँ विश्वकर्माहरूको, जसकोमा चाहिँ होमस्टे छैन अरे। किन उहाँहरूले आफै नराख्नु भएको कि? उहाँहरूले आफै नराख्नु भएको। किन होला, संस्थाले चाहिँ बजेट पनि दिनुभएको थियो। त्यति बेला 2वटा घरले चाहिँ बनाउनु भएको थियो। अनि तर पछि चाहिँ फेरि अब के भयो त्यो 2वटा घर चाहिँ? अब घरमा बुढाबुढी मात्र हुन्छ नि त, आफूलाई खाना बनाएर खान त गाह्रो हुन्छ। अनि पाहुनालाई त फेरि कोही बेला राति आउनु भयो, गाह्रो हुने भएको कारण उहाँले चाहिँ गर्नु भएन। ए भनेपछि उहाँहरू चाहिँ अलिक पाहुनालाई सुविधा दिने अवस्थामा हुनुहुन्न अझै। चिया बगान जानलाई धेरै मेहनत गर्नु परिरहेछ। महेशजी भाटी सर होइन?
हजुरलाई यस्तो चिया बगान देखेपछि के गीत याद आउँछ दिदी? चियाबारीमा 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 त्योभन्दा अगाडिको लाइन भन्नु ल। तिमीले सोध्यौ होइन सधैँ उडी हिँड्ने बादलमा यो त अर्कै गीत हो कि क्या हो दिदी? त्यही हो त्यही हो है। यो त हामी मेरो पालोको गीत हो नि त, मेरो जमानाको गीत हो नि त, आउँछ नि त हामीलाई नै हो। अर्को भन्नु पर्ने चियाको बोटमा समथिङ के छ होइन त्यो त हजुरले भनेको त हजुरले भनेको अर्को उडी उडी हिँड्छ मन चियाबारीमा सिडल छ मन चियाबारीमा इन्द्रेणीको साथै रङ्ग चियाबारीमा ल यस्तो यस्तो हजुरले यसको चुङ्गी बनाएर खेल्नुभयो कि भएन? के को खेल्थ्यो हजुरले? यस्तो चुङ्गी खेल्थ्यो रबरको चुङ्गी अनि सयपत्रीको यो सिजनमा। ल हामी कहाँ निस्किने अब? चियाबारीमा हो चियाबारीमा पुरै हिरोइनवाला फिल आएर के त्यही त दिदीलाई ब्याग पनि गाह्रो भयो। होइन साह्रो भएको छ तर ब्याग दिनु त मलाई, चिप्लेर झरेको छ। मलाई ब्याग दिनु न पहिला। साथमा जान्छ। कस्तो हाँस लाग्दो कुरा नदेखिहाल्छ नि तपाईँको त म फ्यान हो अनि त्यही भएर घुमाएर ए थ्याङ्क यू बहिनी। नत्र मैले किन घुमाइदिन्छ म थ्याङ्क यू बहिनी। मलाई के थाहा त, म त तपाईँको अफिस भएर सबैलाई घुमाउनुहुन्छ होला होइन हाम्रो अफिसको गाडी छुट्टै हुनुहुन्छ। ए तपाईँलाई म थ्याङ्क यू बहिनी। ल त यही खुसीमा तपाईँको नाममा यहाँ एक घन्टी बजाइदिन्छु। के मन्दिर हो भन्नु त यो? श्री तिजे उत्तरकन्या देवी मन्दिर उता देखाउनु श्री तिजे उत्तरकन्या देवी मन्दिर रे है। अनि कोलासोथर होइन कोलासोथर के हुन्छ यो मन्दिरमा चाहिँ? यहाँ चाहिँ मेला लाग्छ माघमा, जस्तै पुसको रातभरि अन्तिम दिनमा चाहिँ यहाँ देवीलाई कुर्नी भनेर चाहिँ यहाँ रातभरि नाचगान गर्छ उता स्टेजमा। अनि त्यसपछि भोलिपल्ट बिहान 1 गते चाहिँ सबैजना टाढाबाट चाहिँ पूजा गर्न आउनुहुन्छ। मागेको कुराहरू पाउँछ भनेर अहिले माग्यो भने चाहिँ दिनुहुन्न उहाँले? दिनुहुन्छ नि जति बेला मागे नि, त्यो विश्वास के पहिल्यैदेखिको। ल एक माग्छु है म त यहाँ। मागौँ न त। ग्यापमा बस्छ त। ए भिडियो हो, म त फोटो भन्ठानी रहे। हाई एभ्रीवान, हामी कहाँ छौँ अहिले? घले गाउँमा। के हुने भयो रे तिमी? भाइरल हुने भयो अब तपाईको टिकटक। यहाँ चाहिँ एउटा मन्दिर छ होइन, के को मन्दिर भन्नुभयो? तिजे उत्तरकन्या देवी मन्दिर। यो मन्दिरमा चाहिँ तपाईँहरू जे माग्नुहुन्छ त्यो पाइन्छ है। आउनुहोस् माग्नुहोस् अनि मागेको कुरा पुरा गर्नुहोस् है। ल राजागञ्ज। दिदी म यो भिडियोमा देखे जस्तै राम्रो देखिरहेको छु। त्यही भनेर त मैले अघिदेखि तिमीलाई भनिरहेको छु त, राम्रो मान्छेलाई हो, राम्रो मान्छे आउँछ एकदम हो। कस्तो लाग्यो घले गाउँ दिदी? एकदम रमाइलो लाग्यो होइन। अब सबै कुरा त यहाँ भन्नु भयो म तिमीसँग किन क्लोज भइरहेको थाहा छ? किन? तिम्रो ब्युटीनेस यता पनि सर्छ कि। ए दिदी म हजुरसँग किन क्लोज भइरहेको छु थाहा छ? हजुरको ट्यालेन्ट ममा पनि सर्छ कि भनेर।
दुईजनाको कुरा मिक्स भयो भने त दामी हुन्छ होला है वी सिस्टर्स त के काठमाडौँमा यसरी गाग्रीमा पानी भरेको खास देखिँदैन पाटनतिर देखिन्छ होला तर पाटन नबसेको धेरै भयो त्यस्तो काठमाडौँमा देखिने भन्नाले यस्तो धारामा चाहिँ तर काठमाडौँमा पनि पानी भर्ने भनेको त त्यही ट्यापको पानी त हामी यो नलको पानी नै त हो नि रातिको 2 बजी 3 बजी उठेर भर्नुपर्छ है त्यो भन्दा बरु गाउँ बरु सजना सजना नेपाली के गीत छ छोरी भन्ने गीत सजना मलाई सजना भन्दै आउँछ 1 2 3 गो सजना होइन ठ्याक्कै तपाईँले म यहाँबाट तल आउँदै थिएँ होइन अनि म र भाउजू थिएँ ब्रो ज्याकेट अनि म नबोलिकन हिँड्थेँ नि त तपाईँ पनि आउँदा यहाँ तपाईँ ऊ त्यो के हो भनेर सोध्नुभयो अनि बल्ल म बोलेको थिएँ ए बोल्न चाहिँ मन लागिरहेको थियो बोला कि नबोला त्यसमा के एक्सप्रेसन हुन्छ यहाँ म त यहाँ सँगसँगै आएको थिएँ होइन यसरी हेरेँ नबोले गुरुङ भाषाबाट हामी कुरा गऱ्यौँ मेरो कुरा गरिरहेको थियो अनि तिमीले त उस भने होइन फोटो खिच्न भने खिच्दैन म त भइरहेको भनेर अनि बोलाउँ कि नबोलाउँ बोलाउँ कि नबोलाउँ पछि तपाईँले अब बोलाइहाल्नु भयो त्यो के हो भनेर सोध्नु भयो अनि वाक्य फुट्यो त्यसपछि उसले आफै हामी यहाँ के छ मैले सोधेँ कि घुम्न जाने ठाउँ के छ भनेको अनि यस्तो छ उस्तो छ भने अनि बिहान सनराइज हेर्न जानुभयो अनि छैन भने अनि घुम्न जाने भए म घुमाइदिन्छु भने मलाई चाहिँ के लाग्यो अनि कहाँबाट घुम्ने भनेको हाम्रो हिजोको अफिसमा आउनु भने मैले चाहिँ सोचेँ ऊ अफिसको स्टाफ हो अनि उसको ड्युटी नै सबैलाई घुमाउने हो भन्ने सोचेँ कि होइन मेरो ड्युटी चाहिँ यहाँ घलेगाउँ आउने त्यो जस्तै तपाईँहरू जस्तै आउनुहुन्छ नि त कुन घरमा राख्ने कहाँ पठाउने अनि बिहान चाहिँ बिल काट्ने तिमीले मलाई राम्रो घरमा पठाएको हो सबैले राम्रो घरमा पठाइदिएको यहाँ त तिनीहरूले त्यहाँ रमाइलो गरिरहेको जस्तो लागेको मलाई त यहाँ हामी अब रमाइलो गरौँ न दिदी यति चिसो छ कि यहाँ आगोको सहारा लिनै पर्ने भयो दिदीहरूले लास्ट टाइम यसरी दाउरामा आगो बालेर कहिले ताप्नु भएको थियो लास्ट इयर लास्ट इयरतिर 1 वर्ष अगाडि हो र ए ल बधाई छ 2 इयर्स 2-3 इयर्स अगाडि हाम्रो वर्कसप हुँदा आकाङ्क्षाले खोलिदिएको ए मैले खोले जस्तो लाग्छ छोरीहरूले खोलिदिएको वर्ष्याउ यहाँ त के हो भइस्याउ भुइँको स्याउ भुइस्याउ के हो यो भुइस्याउ भने खै चाखम चाहिँ के रहेछ भुइस्याउ भने पहिला नुन बिना खाइहेर्छु है पानी मलाई छ यो त अनौठो चिज हो यो त मैले त आजसम्म खाएको थिएन धेरै 4 जनालाई त यो खाएपछि खाना खानु पर्दैन भन्नु त भाइलाई अलिकति निकाल्न लगाउनु पर्ला है क्लोज कि छ त मलाई थाहा पाइन के हो यो हेर्दा मुला जस्तो नि छ उसिनेको जस्तो नि छ कमेन्टमा भन्नुहुन्छ अब के हो भुइस्याउ रे भुइस्याउ आजै सुनेको है मैले चाहिँ भुइस्याउ भनेको है बाबुले खाने भएन म खान्छु ठिक छ भाइ बाबु दिदी यो भुइस्याउ देख्दा कस्तो देखिन्छ पठाइदिनु त बाबुसँग एउटा यो हेर्दा आलु जस्तो मुला जस्तो रहेछ टेस्ट चाहिँ कस्तो यो पानी अमला स्याउको बिचको खाले टेस्ट के रसिलो अनि
त्यस चाहिँ हो कि होइन जस्तो आउ त कस्तो छ खै हेरौँ भुइस्याउ भने कस्तो हुँदो रहेछ आउनु यता आउ त यहाँ हेर्छु म खै देऊ त ए नमस्ते माई गड यो त म फर्स्ट टाइम देख्दैछु राम्रोसँग खिच्नु आइरहेछ नि यो हजुर थाहा छ त्यति के हो यो हुन्छ नि आलु तर ठुलो आलु जस्तो हुँदो रहेछ जमिन मुनि फल्ने भएर चाहिँ भुइस्याउ भनेको होला इस्कुस पनि होइन तर फर्स्ट टाइम देखेँ ल घलेगाउँ आएर यो एउटा नयाँ चिज देखियो भित्र चाहिँ सेतो घले गाउँको लोकल कोदो होइन पूजा कोदोको ढिँडो खाँदैछु अब राइस किन हालिदिनु भएको चाहिँ थाहा छैन यतिले पुग्छ मलाई एनिवेज अब यहाँ आएर पहिलोचोटि ढिँडो खाँदैछ है यहाँको स्टेबल फुडको झोल गुन्द्रुकको झोल पनि आयो है धन्यवाद ल तपाईहरु लप्सीको अचार मनपर्छ भने हो दिनु त दिदी लप्सीको अचार पनि दिनु ल दिन थ्याङ्क यू ल मनपेट लोकल घिउमा चोपेर ढिँडो चिजबल जस्तो डल्लो बनाएर खान्छ मिठो दिदी मिठो भयो ल आज बल्ल यो क्यामेरालाई मात्रै मिठो हो कि साँच्चै नै मिठो हो दिदी साँच्चै मिठो तातो पानी हुन्छ हिजै थाहा पाए हिजै तपाईँकोमा खाना आउँथ्यो त्यही त बिहान तपाईँकोमा को बसेको छ यहाँ ए आज हामी यो घलेगाउँ पर्यटन सभामा यस घलेगाउँ सांस्कृतिक परिवारको तर्फबाट यहाँहरू सबैजनालाई थोरै छोटो हाम्रो यो सांस्कृतिक परिवारको तर्फबाट मनोरञ्जन स्वरूप यहाँहरूलाई अब यो साढे 1 घण्टा यहाँलाई हाम्रो यो प्रस्तुतिहरू मार्फत मनोरञ्जन दिलाउने प्रयास गर्नेछौँ सानो गाउँ छ घलेगाउँ के हेर्ने भन्दाखेरि चाहिँ हामी आज चाहिँ बिहानै उठेका छौँ सनराइज भ्याइन्छ कि भनेर थ्रु गोर्खा पार्क पिस हिल रहेछ यसको नाम चन्द्रमा र सूर्यको कहिले पनि भेट हुँदैन भन्छ नि होइन दिनको सुरुवात भइसक्यो चन्द्रमा त्यही छ अनि सूर्य पनि उदाउनै लागिसक्यो बिग्रे रहेछ यहाँबाट राम्रो देख्दो रहेछ हौ यस्तो ब्युटिफुल छ कि नेपाल खासमा नि अब यहीँ बस्ने मान्छेहरूलाई यो चिजको त्यति भ्याल्यु हुँदैन होला है तर अझ नेपालै घुम्दा भन्दा पनि बाहिर घुमेर आइसकेपछि चाहिँ नेपालको ब्युटी अझ धेरै भ्याल्युएबल लाग्न थाल्दो रहेछ कि
अनौठो एउटा फुल देखेँ कि रुख कमल जस्तो छ त्यो यसो देख्नुहोस् त आयो जान्नु होइन भन्दैछ तिम्रो साथी सदाबार हामी सन्तोष ल म पनि खिच्छु ल तिमी आउट भयो कस्तो जान्नु हो तपाईले